नमस्कार। म आज हजुरहरू समक्ष एउटा सानो गन्थन गर्न गइरहेको छु र यसको शीर्षक दिइएको छ हामीले भित्रैदेखि सफा बन्नुपर्छ भन्ने विषयमा। शीर्षक छ भित्रैदेखि सफा बन्नुपर्छ। हिम झैं बग्छन् किन्तु दिलमा अन्धकार छ। हिम झैं बग्छन् किन्तु दिलमा अन्धकार छ। ती भन्दा काग नै बेस भित्र बाहिर एक छ। ती भन्दा काग नै बेस भित्र बाहिर एक छ। यसको तात्पर्य त यहाँले बुझिसक्नुभयो होला। अब जो कि बकुल्लाहरू हिउँभन्दा पनि सेता हुन्छन्, तर पनि तिनले भित्र हृदयमा चाहिँ कालो बोकेका हुन्छन्। झुक्याएर त्यो माछा टिप्ने दाउमा बसेर ती तपस्वी जस्ता देखिन्छन्। ती भन्दा बरु काग नै बेस्ट छ। ती भन्दा चाहिँ काग बेस्ट छ भन्न खोजिएको होइन कि त्यस्तो बाहिर सफा भित्र कालो बोक्ने बकुल्ला भन्दा बरु कागै बेस्ट छ। किन त भन्दा ऊ बाहिर पनि कालो छ र भित्र पनि कालो छ। र यसमा यो विषयमा एउटा सानो म कथा भन्न गइरहेको छु। यो जनमानसमा सुनिएकै कथा हो। एकपटक एउटा ठुलो सहरमा धनी सेठजी बस्नु हुँदो रहेछ र सेठजीको परिवार श्रीमती हुनुहुँदो रहेछ र उहाँ धेरै नै कन्जुस हुनुहुँदो रहेछ र धन चाहिँ प्रचुर मात्रामा थियो र उनी कन्जुस चाहिँ धेरै थिए। अनि त्यो धनमाथि एउटा चोर यानि ठगले पनि खुब नजर लगाइरहेको रहेछ। कहिले पनि हात लाउन नपाउने धन धेरै छ र एकपटक उसले चाहिँ विचार गरेछ केही न केही गरेर लिनु चाहिँ पर्यो धन भनेर सोचेर उसले एउटा भयङ्कर ठुलो जोगीको रूप लिएर लट्टाधारी भएर दारी लट्टा पालेर झोली बोकेर बेलुका पख गएर चाहिँ अलग निरञ्जन भनेर सेठजी कहाँ अलग जग्गा आएछ। अनि सेठजीले भने ल भिक्षा के लिन आयो, भिक्षा दिएर पठाइदिन्छु भनेर आँट्दाखेरि उसले भन्छ रात पर्न लाग्यो, आज राति चाहिँ बास बस्न पाऊँ भनेछ। यहाँ बास त छैन, अब कहाँ बस्छौ र भनेपछि मलाई हजुर यो बाहिर हजुरको बगैँचातिर नै भए पनि बस्छु, म कतै बाहिर फेर भए नि बस्छु, बिहान त उठेर गइहाल्छु भनेपछि सेठजीले बगैँचामा चाहिँ एउटा यसो हावा खाने भनेर सानो खरफुसको टहरो बनाएका रहेछन्, हावाघर भनौँ। अनि उनले भनेछ त्यहाँ गएर सुत्छौ भने सुत, यहाँभित्र चाहिँ मेरो गेट लाग्छ, भित्र सुत्न पाउँदैनौ भनेपछि के भइहाल्छ नि म त्यहीँ सुत्छु भनेर गएर त्यहीँ सुतेछ। बिहान भइसकेपछि ल सेठजी म अब हिँडेँ है भनेर बिदा हुन आएछ। ल जाऊ ठिक छ भनिदियो। त्यसको 2 दिन पछाडि भएपछि उही जोगी रुँदै र कराउँदै सेठजी कहाँ आएछ। के हो भनेको मैले ठुलो अपराध गरेँ हजुरको र म दण्ड पाऊँ भनेर आएको, म त एउटा त्यागी जोगी हुँ। भनेपछि के गल्ती गर्यौ त भन्दा म राति हजुरको त्यहाँ परालमा सुतेका थिएँ, सुत्दाखेरि हजुरको एउटा परालको त्यान्द्रो चाहिँ मेरो यो लट्टामा कपालमा चाहिँ लट्टामा टाँसिएर गएछ। पछाडि मैले त्यो पत्ता लगाएँ र त्यो मैले लानु नहुने म त एउटा जोगी जस्तो मान्छे भनेर म त्यो त्यान्द्रो पुर्याउन भनेर आएँ र यो त्यान्द्रो हजुरको मसँग पुगेछ, यो मैले ल्याएँ र मलाई दण्ड दिनुहोस्, मैले जानेर गरेको चाहिँ होइन भनेपछि सेठजी धेरै नै प्रभावित भएछन् उसको क्रियाकलापबाट। अब अहिलेको समयमा यस्ता एउटा परालको त्यान्द्रो टाँसिँदाखेरि 2 दिनमा आएर बुझाउने भनेपछि यी जस्ता इमानी मान्छे त पाइँदैन भन्ने सोचेर उनले चाहिँ भनेछन् सेठजीले चाहिँ हे महात्मा तपाईँले 2 दिन मेरो घर हेरिदिनुहोस्, मैले अहिलेसम्म विश्वासिलो मान्छे नभेटेको र हजुरलाई मैले भेटेँ, 2 दिन मेरो घर हेरिदिनुहोस्, म गङ्गा यात्रा मतलब गङ्गा स्नान गरेर आउँछु भनेछन्। उनले भने म त बस्न सक्दिनँ, किनभने रम्ता जोगी बहता पानी भने जस्तो म त डुल्नुपर्छ भनेको होइन, त्यसो होइन तपाईँले 2 दिन हेरिदिनुहोस् भनेपछि अनि उसले पनि अब त्यही खोजिया थियो भित्र, किनभने सक्कली जोगी त ऊ थिएन। अनि उसले ठिक छ तपाईँ 2 दिनबाट 3 दिन चाहिँ नलाउनु होला, 2 दिन म तपाईँको घर हेरिदिन्छु भनेर भन्यो र उसको निर्भरमा श्रीमती घर छोडेर जोगी चाहिँ के अरे महात्मा चाहिँ के अरे ऊ चाहिँ सेठजी चाहिँ गङ्गा स्नान गर्न गएछन्। गइसकेपछि फर्केर आउँदाखेरि त जोगी पनि छैन, श्रीमती पनि छैनन्, सम्पत्ति पनि छैन, लटपट पारेर लिएर हिँडेछ। त्यो देखेपछि छक्क परेर सेठजी चाहिँ आत्तिएर अब भोलिपल्ट बिहानै श्रीमतीलाई सम्पत्तिलाई खोज्दै त्यो जोगीलाई मतलब त्यो जोगीलाई खोज्दै हिँडेछन्। जाँदै जाँदाखेरि बेलुका पख हुन लाग्यो, एउटा चाहिँ तलाउको छेउमा पुगेछन्। त्यो तलाउमा एउटा कुटी रहेछ, त्यो कुटीमा चाहिँ
एकजना त्यस्तै गरी लट्टाधारी अब चाहिँ जटाधारी महात्मा जोगी बसेर त्यहाँ तपस्या गरिरहेका छन्। अनि आज यहाँ बस्नु पऱ्यो भनेको यहाँ नजिकै बस्न पाइँदैन, अलि पर गएर बस्नु, यहाँ महात्मा तपस्या गर्नुहुन्छ भनेछन्। म अलि परतिरै गएर बस्छु, ठिकै छ, आज राति अब रात परिसक्यो भनेर उनी त्यहाँ बस्ने भएछन्। अनि बस्दा सोधेछन् उनले, उहाँ के खानुहुन्छ त भन्दा उहाँ त तपस्या गरेर बस्नुहुन्छ, सिर्फ उहाँले चाहिँ हावा खानुहुन्छ, हावाकै भएर तपस्या गर्नुहुन्छ भनेपछि उनी त धेरै प्रभावित भएछन्। नभन्दै उनी सुते, निन्द्रा लागेको त थिएन। राति 12 बजे हेरेको त छाप्पा छुप्पा पानीमा आवाज आउँछ। यसो हेरेर त राति जाल थापी हालिराखेको रहेछ। राति जाल तान्दा रहेछन् र त्यो जालमा ठुल्ठुला माछाहरू परेपछि त्यो माछालाई चाहिँ त्यो धुनीको आगामा पोल्दै नुन खोर्सानी लाउँदै मजाले मसला ससला हालेर जोगी रातभरि माछा खाँदो रहेछ। यो जोगीको पनि पारा यस्तै रहेछ भन्ने देखेछन्। त्यहाँबाट उनी अगाडि बढे। भोलिपल्ट बिहान भएपछि अनि जाँदाखेरि अर्को मतलब एउटा राजाको राज्यमा पुगेछन्। त्यो राज्यमा चाहिँ त्यो दिन एउटा नाचगानको सांस्कृतिक कार्यक्रम चलिया रहेछ। राजा चाहिँ कविता र नाचगानको मतलब शौखिन रहेछन्। अनि त्यहाँ हेरेको त त्यो जुन आफ्नो घरबाट जोडेर जाने जोगी चाहिँ एकदम शीतले चमचम गर्ने कुर्ता पाइजामा लगाएर पगडी बाँधेर त्यो नाच कार्यक्रमको चाहिँ अगुवा भएर बसिरहेको छ। उसकी श्रीमती सेठानी चाहिँ त्यहाँ नर्तकी रहेछ नाच्ने। त्यो देखेपछि पल्लो छेउमा एउटा के भन्दाखेरि खाली कुर्सीमा झोक्राहरू बसेर सेठ हेरिराखेका थिए। त्यस्तैमा चाहिँ त्यो उसको पनि आँखा पऱ्यो त्यहाँ, त्यो ठगको जोगीको पनि, के अरे ठग पुरानो जोगी भनौँ ठगको। परिसकेपछि राजाले पनि त्यो नाच हेरेर साह्रै प्रभावित भएछन् र सोधेछन्, ल तिमीहरूको नाच कार्यक्रम देखेर म धेरै खुसी भएँ, के माग्छौ तिमीले मसँग पुरस्कार माग भनेपछि अनि त्यो ठगरूपी जोगीले चाहिँ भने, मतलब जोगी रूपी ठगले चाहिँ भनेछ, मलाई अर्थ केही पनि चाहिँदैन सरकार, ऊ त्यहाँ एउटा घोरिएर बसिया मान्छे देख्नुहुन्छ नि हजुरले भनेपछि त्यसलाई केही सोधबुझ नगरिकन प्राणदण्ड दिनुहोस्, मेरो माग त्यति नै हो भनेछ। अब राजाले पनि दायाँ केही पनि नबुझिकन ल हुन्छ तिमीले मागेको कुरो पायो भनेछन् र उसलाई नियन्त्रण गरेर राख्यो, थुन्यो। अनि भोलिपल्ट भएपछि अब प्राणदण्ड दिने भोलिपल्ट अब दिन थियो। भएपछि राजालाई चाहिँ के अरे त्यो जोगीलाई उसलाई महात्मा भनौँ सेठलाई चाहिँ सोधिएछ। त्यहाँ प्राणदण्ड दिने समयमा सोधिँदो रहेछ, तिमीलाई चाहिँ के चाहिन्छ भने तिमी इच्छा के छ भन्दाखेरि अनि त्यो सेठले चाहिँ भनेछन्, म राजालाई एउटा कविता सुनाएर मात्रै मर्न चाहन्छु भनेपछि अनि राजाले सोधे के रहेछ त्यसको अन्तिम इच्छा भन्दाखेरि हजुरले एउटा कविता सुनाएर मर्छु भन्छ। भनेपछि राजा अब कविताका शौखिन पनि थिए, लो त्यहाँ बोलाऊ भनेर लिएर गएछ। लु कविता भन भनेपछि उसले कविता भनेर सुनाएछ। सुनो राजा बात हमारी, सुनो राजा बात हमारी, पहला देखा जटाधारी, लेकर भागा बनिया की नारी, दूसरा देखा पवन आहारी, आधी रात को माछी मारी, और तीसरा देखा राजा अंधा, पकड़ा बंधा छोड़ा गंधा, सुनो राजा बात हमारी भनेपछि तिम्रो यो कविताको तात्पर्य के हो भन भनेपछि शेषले भनेछन्, हे राजन यो म चाहिँ के भनेदेखि मलाई एउटा तृण अड्क्यो भनेर एउटा जोगीले यस्तो विश्वास पारेर बासमा आगेर विश्वास पारेर चाहिँ अब पछाडि 2 दिन मैले घर हुन राख्दाखेरि रात मतलब मेरी श्रीमती र सम्पत्ति सबै लिएर लटपट लिएर हिँड्ने त्यो जोगी रूपी ठग भनेको हिजो हजुर कहाँ नाच देखाउने त्यो नर्तकी भएर आउने नर्तक मतलब नटुवाको नाइकी हो। त्यो मेरो श्रीमती लिएर आउने ठग हो जोगी। अब पहिले मेरो घरमा जोगी भएर बसेको थियो र अब त्यो नाच्ने चाहिँ जो हो त को हो त भन्दाखेरि मेरी श्रीमतीको। अनि म त्यसलाई खोज्दै आउने क्रममा चाहिँ बाटामा एउटा जोगी कहाँ बास बस्न पर्ने र के खान्छन् त यिनी जोगी भनेको त्यसै गरी तपस्या गरेर बसेको, यी त हावा खान्छन् भने मलाई निन्द्रा लागेको थिएन। राति हेरेको उसले चाहिँ ठुल्ठुला माछा चाहिँ जालमा पारे आउँदो रहेछ। अनि रातभरि माछा र मसला हालिहाली माछा खाँदो रहेछ पोलेर। र पवन आहारी चाहिँ त्यस्तो देखेँ। अब यहाँ आएँ मैले श्रीमती पनि देखेँ, देखेँ त्यो जोगी मतलब जोगी रूपी ठगलाई पनि देखेँ र म त्यही हेरेर टोलाएर बसिरहेको थिएँ। मेरो गल्तीको असुर बिना नै तपाईँले मलाई अब के भनेदेखि प्राणदण्ड दिनुभयो। अनि मैले भने कि तपाईँ पनि नबुझिकन काम गर्ने हुनाले मैले अन्धा संज्ञा चाहिँ तपाईँलाई दिएको हुँ। मेरो के गल्ती थियो? म त एउटा साधारण मान्छे आपतमा परेर आएको, मलाई चाहिँ इन्साफ पाउनु पर्नेमा मैले प्राणदण्ड हजुरबाट पाउने भएँ। त्यसले गर्दाखेरि तेस्रोमा चाहिँ हजुरलाई मैले अन्धा भन्न खोजेको हुँ, रिसानी माफ हो सरकार। र त्यो मेरो श्रीमती त्यो अब चोरलाई चाहिँ हजुरले उन्मुक्ति दिनुभयो, ठगलाई चाहिँ अब मलाई चाहिँ प्राणदण्ड दिन लाग्नुभयो। त्यसले गर्दा मैले यो हजुरलाई सुनाएको हुँ भनेपछि राजा झसङ्ग भएर अनि त्यो चोर ठगलाई पक्रेर त्यसलाई चाहिँ उचित किसिमको कारवाही गरेर
अब ती सेठलाई चाहिँ सही इन्साफ दिएर राजाले पठाउनुभयो भनेपछि अहिले समाजमा करिब करिब यस्तै खालका मानिसहरू विद्यमान छन् जो बाहिर हेर्दाखेरि एउटा देखिन्छ तर भित्र उसको वास्तविकता अर्कै हुन्छ। म यहाँहरू समक्ष यही निवेदन गर्न चाहन्छु, हामीले जब जान्छौँ जाँदाखेरि हामीसँग धन सम्पत्ति जुन फर्केर पनि नआउने गरिकन जाने बाटोमा जाँदा धन सम्पत्ति श्रीमती छोराछोरी घरबार खेत जमिन जथा सबै कुराहरू यहीँ छोडेर एउटा रित्तो जिउ पनि त्यागेर शरीरसँग यहीँ त्यागेर जानुपर्छ र त्यसले गर्दाखेरि हामीले साह्रै कालो मैलो गरेर धन कमाउने अथवा के भनेदेखि यो आफ्ना क्षणिक मनोइच्छाहरू पुरा गर्नेमा लागेर नजाउँ। हामीले एक दिन गएर भगवानको ढोकामा पक्कै पनि उभिएर आफूले गरेका कामहरूको बयान दिनुपर्छ भन्ने हाम्रो शास्त्रले त्यही भन्छ। त्यसको लागि हामीले तयारी रहनुपर्छ कि जस्तो लाग्छ। अपराध नगरौँ, सकिन्छ भने सबैको जय गरौँ, नभए पनि हाम्रो कारणबाट अर्काको आँसु नझारौँ भन्ने मेरो हजुरहरू समक्ष विनम्र निवेदन यही छ। हवस् त, धन्यवाद, नमस्कार।